विकास परीक्षा हलमा बसेका थिए। लोकसेवा अधिकृतको परीक्षा। यो उनको तेस्रो पटक थियो। हातमा नयाँ कलम थियो। हरेक पटक असफल भएपछि उनी नयाँ कलम किन्थे। मानौ कलमले नै भाग्य बदलिदिन्छ। घडी हेरे। मनमा एउटै प्रश्न घुमिरह्यो, गल्ती मेरै हो त? नमस्ते, मण्डला भाइब्समा तपाईलाई हार्दिक स्वागत छ। विकास पोखराका हुन्। 3 वर्षदेखि उनी दिन-रात पढ्दै थिए। बिहान 4 बजे उठ्थे। रातको 11 बजेसम्म किताबमा डुबेका हुन्थे। साथीहरू रमाइलो गर्दा उनी नोट बनाउँथे। यसपटक पक्का हुन्छ भन्ने उनलाई पूरा विश्वास थियो। तर नतिजा आउँदा फेरि उही भयो। नाम सूचीमा थिएन। बुबाले केही भन्नु भएन। तर त्यो मौनताले विकासलाई भित्रैसम्म चिथोर्यो। आमाले भन्नुभयो, अर्को पटक हुन्छ छोरा। तर विकासको मनले मानेन। उनले सोचे, मैले नै केही कमी गरे त? उनी रिसाउँथे। कहिले परीक्षा प्रणालीसँग, कहिले भाग्यसँग, तर बढी त आफैसँग। किनकि उनलाई लाग्थ्यो, मिहिनेत मैले गरे, नतिजा पनि मैले नै तय गर्नुपर्ने हो। असफल हुँदा त्यो हार पुरै आफ्नै लाग्थ्यो। कहिलेकाहीँ सानो सफलता पाउँदा त्यो श्रेय पनि पुरै आफ्नै ठान्थे। के तपाईलाई पनि यस्तै लाग्छ? जे गर्नुहुन्छ त्यसको नतिजा पुरै आफ्नै हातमा छ भनेर? भगवद् गीताको तेस्रो अध्याय 27औं श्लोकमा भगवान श्रीकृष्णले अर्जुनलाई ठिक यही भ्रमको कुरा भन्नुभएको छ। प्रकृतिः क्रियमाणानि गुणै कर्माणि सर्वशः अहङ्कार विमूढात्मा कर्ताहमिति मन्यते। अर्थ, प्रकृतिका गुणहरूले नै सबै कर्महरू गर्छन्। तर अहङ्कारले भ्रमित मानिस सोच्छ, मैले नै गरे। यसको अर्थ मिहिनेत बेकार छ भन्ने होइन। कृष्णले कर्म नगर भन्नुभएको छैन। उहाँले भन्नुभएको हो, नतिजाको पूरा श्रेय वा पूरा दोष आफैलाई नदेऊ। विकासले 3 वर्ष मिहिनेत गरे, त्यो साँचो हो। तर नतिजा उनको मिहिनेत मात्र थिएन। कतिजना परीक्षामा बसे, प्रश्न कस्तो आयो, त्यो दिन मन कस्तो थियो, यी सबै प्रकृतिका गुणहरू थिए, विकासको हातमा थिएनन्। जब मान्छे सोच्छ, मैले नै गरे, त्यो बेला सानो असफलताले पनि ठूलो घाउ बनाउँछ। किनकि अहङ्कारले भन्छ, यो हार नै मेरो पूरा परिचय हो। तर सत्य के हो भने विकास आफैमा उनको नतिजा होइनन्। उनी त उनको प्रयास हुन्। प्रयास उनको हो, नतिजा प्रकृतिको खेल हो। त्यसैले आज तपाईको लागि एउटा सरल अभ्यास छ। अर्को कुनै काम थाल्नु अघि मनमा यति भन्नुहोस्, म निमित्त मात्र हुँ, कर्ता होइन। म आफ्नो प्रयास पूरा गर्छु, नतिजा प्रकृतिमा छोड्छु। यसले तपाईलाई अल्छी बनाउँदैन, बरु हल्का बनाउँछ। किनकि तपाईँ नतिजाको भारी बोकेर होइन, शान्त मनले काम गर्न सक्नुहुन्छ। विकासले पनि यही सिके। चौथो फारम भर्दा यसपटक उनले नयाँ कलम किनेनन्, पुरानै कलम लगे। किनकि उनलाई थाहा भयो, कलमले भाग्य बदल्दैन, न त हार्नुले उनको मूल्य घटाउँछ। उनी हल्का मनले परीक्षा हलतिर हिँडे। ओम शान्ति।